आज त मैले बनाइदिएँ घरमै रासबेरी। हाई गाइज, वेलकम एन्ड वेलकम ब्याक टु अजनबीज भिडियो। सधैँ चाहिँ बिहान उठेर मैले खाएँ एक गिलास तातो पानी र त्यसपछि चाहिँ हाम्रो घरमा दुध फाटेको थियो र त्यसबाट चाहिँ मैले रसबेरी बनाएँ र यो चाहिँ लाइफमा फर्स्ट टाइम हो यति राम्रो रसबेरी बनेको। आएपछि चाहिँ मैले वेस्ट मात्र गरिदिन्थेँ र यो चाहिँ एकदमै स्पोन्जी एकदम मिठो भएको थियो एन्ड एकदमै मन पर्यो मलाई चाहिँ। फर्स्ट टाइम आज आफूले बनाएको रसबेरी मन पर्यो मलाई र त्यसपछि भएँ म कलेज जानको लागि रेडी। चोकमा गएर चाहिँ मैले चाहिँ म्याजिकलाई कुरेँ एकछिन र त्यसपछि म्याजिक पनि चढेँ र त्यसपछि मैले साथीहरूलाई भेटेर चाहिँ हामी लाग्यौँ कलेजतिर र हाम्रो चाहिँ हाफ टाइममा चाहिँ हामी चाहिँ शर्मिलालाई छोड्नको लागि गयौँ घरतिर र त्यसपछि आएर खायौँ हामीले खाजा। अनि हाम्रो छुट्टी भइसकेपछि चाहिँ हामी गयौँ ग्लिटरमा कपडा हेर्नको लागि। त्यहाँ चाहिँ नयाँ नयाँ कलेक्सन आएको रहेछ र हामीले चाहिँ एकछिन स्टोर भिजिट गऱ्यौँ, यता र उति हेऱ्यौँ र त्यसपछि चाहिँ आफ्नो बाटो लागेँ। म पनि म्याजिक चढेर घर आएँ र आजकल चाहिँ यो चाहिँ एकदम डेली रुटिन जस्तो भइरहेछ मेरो। र त्यसपछि घर आएर आप खाएर गरेँ मैले म्याक्रोवेभको नोट र त्यसपछि आज मैले नै खाना बनाएँ, मामले बनाउनु भएन। र दिस मच फर टुडे, बाई गाइस।